आमा याङ्रीको पनि दर्शन भयो। ट्रेकिङ आयो, इन्स्टेन्टली प्लान बनाएर हामी ट्रेकिङ पनि गरेर अहिले यहाँ खोल्सा छेउमा छु होइन। अनि हियर आई एम ट्राइङ टु मेक अ भ्लग। ल आज हामी आमा याङ्री जाँदैछौँ। हेलो 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 हेलो। तार्के भ्याङबाट आमा याङ्री बेस क्याम्पसम्मको यात्रा सुरु भयो। हामी ट्रेक गरेर माथितिर जाँदैछौँ। दुईजना साथी अगाडि अगाडि हिँड्दैछन्, म चाहिँ पछि पछि लागिरहेको छु। यो चाहिँ वान अफ द इजी पार्ट अफ द ट्रेल। नभए त यहाँ माथि माथिसम्म थियो क्या त्यहाँ स्टेप्सहरू। यो त ठिक छ। अनि एउटा स्टिक चाहिँ लिएर आउनु होला। नाइस। रुखको भर्याङ नै स्टेप बनायो यहाँ। तल पिउँछु यार म त। हाम्रो स्पेसल ठाउँ छ, हामी त्यहीँ जान्छौँ। तल पिउँ न है। तल चाहिँ के छ धारा चाहिँ। ए अँ है। त्यो माथि चाहिँ आमा याङ्री। ब्रेक नम्बर 99। थाक्यो, लास्टै थाक्यो। खै तलको टोलीहरू। फाइनली गाइज, फाइनली आइपुग्यो हामी बेस क्याम्प। ल आमा याङ्री बेस क्याम्प पुग्यौँ हामी। भोलि आमा याङ्री जान्छौँ। आज यहाँ टेन्टमा बस्ने अप्सन चाहिँ छ हामीसँग। कति 3 जना अट्छ यसमा? सिजनमा 4 जना सुताउँछ। खै हेरौँ न। ए यो चाहिँ अलि ठुलो। 10 जना। त्यो छेउको के हो दाइ त्यो? यो चाहिँ 10 जना अट्न मिल्ने टेन्ट। के छ यो?